नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म बनाउँदैछु होममेड चटपट मसला। सो भिडियो लास्टसम्म हेर्नुहोला। मैले चाहिँ चटपट मसला बनाउनको लागि सबै सामानहरू ठिक्क पारेँ अनि एक गरेर सबैलाई भुट्न थालेँ। सुरुमा चाहिँ मैले खुर्सानी लिएँ 6वटा अनि त्यसलाई मस्तसँग भुटेँ। त्यसपछि मैले लिए बदाम। यसले चाहिँ हाम्रो चटपट मसलालाई झन् टेस्टी बनाउँछ साथीहरू, त्यही भएर मैले हालेँ अनि यसलाई पनि मस्तसँग भुटेँ। त्यसपछि मैले हालेँ भट्टा अनि त्यसलाई पनि भुटेँ। मैले सबलाई चाहिँ गोल्डन ब्राउन भइन्जेलसम्म भुटेँ। त्यसपछि मैले लिए तोरी, यसलाई पनि मस्तसँग भुटेँ। यसलाई चाहिँ हामीले अलिक धेरै भुट्नुपर्छ, किनभने धेरै भुटेन भने चाहिँ यसले तितो गराउँछ, त्यही भएर मस्तसँग भुट्नुपर्छ यसलाई चाहिँ। अनि त्यसपछि मैले राखेँ धनियाँ। यसले चाहिँ हाम्रो मसलामा टेस्ट यति मिठो ल्याउँछ नि साथीहरू। त्यसपछि मैले यसैको साथी जिरालाई हालिदिएँ। जिरालाई नि भुटेँ। त्यसपछि मैले टिमुर हालेँ। टिमुर चाहिँ हाल्ने बित्तिकै एक दुईचोटि चलाएपछि निकालिहाल्नुपर्छ साथी। त्यसपछि मैले सबैलाई सेलाउनु एकैछिन अनि मैले सबैलाई मिक्सीमा हालिदिएर सबै चिजलाई पिन्दिएँ साथीहरू। पिनेपछि चाहिँ हाम्रो मसला रेडी भयो। यिनीहरूलाई सँगै पिन्दा चाहिँ साथीहरू यति मिठो बास्ना आएको थियो नि। मैले चाहिँ यो मसलालाई चाहिँ बट्टामा स्टोर गरेर राखेँ साथीहरू। अब चाहिँ मलाई जहिले चटपट खाना मन लाउँछ, म तैले युज गर्छु। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला। भिडियो मन परेमा लाइक कमेन्ट गर्न नबिर्सनु। बाई।